सम्पूर्ण साथीहरुमा हेसेक युट्युब च्यानलमा यहाँहरुलाई हार्दिक स्वागत छ। साथीहरु, हामी हेसेक युट्युब च्यानल मार्फत विभिन्न कृषि सम्बन्धी वस्तुगत प्रश्न उत्तरका सेसनहरुलाई जोड्ने गर्दछौं भने आजको यो सेसनमा शिक्षक सेवा आयोग, प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहलाई सोध्न सकिने अति सम्भावित पाठ्यक्रममा आधारित सामान्य परीक्षाका लागि अति नै उपयोगी मोडेल सेट 16 को दोस्रो अंश दोस्रो खण्ड लिएर उपस्थित भइसकेका छौं। साथीहरु, यसभन्दा अघिल्लो सेसनमा सेट 16 का अंशहरूलाई जोड्ने प्रयास गरिरहेका थियौं। त्यतिबेला प्राविधिक त्रुटिका कारण प्रश्न नम्बर 26 देखि बाँकी प्रश्नहरूलाई जोड्न सकेका थिएनौं भने आजको सेसनमा प्रश्न नम्बर 26 देखि बाँकी प्रश्नहरूलाई जोड्ने प्रयास गरिरहेका छौं। यदि तपाई यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया यस च्यानललाई लाइक, सब्स्क्राइब, शेयर, कमेन्ट गर्न नबिर्सनुस् र यस्तै भिडियोहरूको नोटिफिकेसन पाउनको लागि साथमा रहेको बेल आइकनको अलमा क्लिक गर्न पनि नबिर्सनुस्। र ढिला नगरिकन लागौं साथीहरु आजको पहिलो प्रश्नतर्फ। हेरौं साथीहरु, प्रश्न नम्बर 26। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार कक्षा 1-3 को पाठ्य घण्टा कति रहेको छ? राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार कक्षा 1-3 को पाठ्य घण्टा कति रहेको छ भन्ने प्रश्न रहेको छ। अप्सन 26 पाठ्य घण्टा, अप्सन ख 27 पाठ्य घण्टा, अप्सन ग 32 पाठ्य घण्टा र अप्सन घ 40 पाठ्य घण्टा। समय सुरु हुन्छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार कक्षा 1-3 को पाठ्य घण्टा कति रहेको छ भन्ने प्रश्नमा यस प्रश्नको सही जवाफ हो साथीहरु अप्सन क 26 पाठ्य घण्टा सही जवाफ रहेको छ। थप जानकारीका लागि साथीहरु ख्याल गर्नुस्। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार प्रारम्भिक बाल विकासको पाठ्य घण्टा 26 पाठ्य घण्टा रहेको छ र कार्य घण्टा 832 रहेको छ। साथीहरु ख्याल गर्नुहोला, 832 कार्य घण्टा मध्ये आधारभूत र विषयगत सिपको लागि चाहिँ 576 पाठ्य घण्टा निर्धारण गरिएको छ, जसमा पनि आधारभूतका लागि चाहिँ 384 र विषयगतको लागि चाहिँ 192 कार्य घण्टा निर्धारण गरिएको छ। त्यसैगरी खेल, मनोरञ्जन, खाजा र आरामका लागि 256 कार्य घण्टा निर्धारण गरिएको छ। त्यसैगरी साथीहरु कक्षा 1-3 को 26 पाठ्य घण्टा रहेको छ, जसको कार्य घण्टा 832 नै रहेको छ। कक्षा 4 देखि 10 सम्म को पाठ्य घण्टा चाहिँ 32 पाठ्य घण्टा रहेको छ र कार्य घण्टा 1024 कार्य घण्टा रहेको छ। त्यसैगरी कक्षा 10 देखि 12 सम्मको पाठ्य घण्टा अनिवार्य विषयको लागि 27 र ऐच्छिक विषयको लागि 5 गरी यसरी जम्मा जम्मी 32 पाठ्य घण्टा रहेको छ र कार्य घण्टा 1024 नै रहेको छ। र एक पाठ्य घण्टा बराबर 32 कार्य घण्टा हुन्छ साथीहरु। अब यहाँ ख्याल गर्नुस्, यहाँ 26 पाठ्य घण्टा एक पाठ्य घण्टा बराबर 32 कार्य घण्टा हुने हुँदा 26 × 32 गर्दाखेरि 832 हुन्छ। अब हेरौँ अर्को प्रश्न। प्रश्न नम्बर 27। पाठ्यक्रमलाई एक कलाकारको औजारको रूपमा कसले परिभाषित गरेका हुन्? पाठ्यक्रमलाई एक कलाकारको औजारको रूपमा कसले परिभाषित गरेका हुन्? अप्सन क हिल्डा टावा, अप्सन ख रबर्ट उलिच र अप्सन ग वारेन चाटर अनि अप्सन घ कनिङहम। समय सुरु हुन्छ। पाठ्यक्रमलाई एक कलाकारको औजारको रूपमा कसले परिभाषित गरेका हुन्? साथीहरु, यस प्रश्नको सही जवाफ हुन्छ अप्सन ख कनिङहम सही जवाफ रहेको छ। र थप जानकारीका लागि साथीहरु ख्याल गर्नुस्। पाठ्यक्रमलाई सिकाइको योजनाको रूपमा परिभाषित गर्ने व्यक्ति हिल्डा टावा हुन्। त्यसैगरी पाठ्यक्रमलाई धावन मार्गको रूपमा परिभाषित गर्ने विद रबर्ट उलिच हुन्। वारेन चाटरले पाठ्यक्रमलाई विज्ञान मानेका छन्। त्यसैगरी कनिङहमले एक कलाकारको औजारको रूपमा पाठ्यक्रमलाई लिएका छन्। अब हेरौँ अर्को प्रश्न। प्रश्न नम्बर 28। बालबालिकामा रहेको फरक फरक सृजनात्मक कला र क्षमताको पहिचान गरी त्यसको अनुकूल वातावरण निर्माण गर्नु कुन व्यवस्थापनसँग पर्दछ भन्न खोजिएको छ साथीहरु। यहाँ प्रश्न अधुरै छ। यद्यपि बालबालिकामा रहेको फरक फरक सृजनात्मक कला र क्षमताको पहिचान गरी त्यसको अनुकूल वातावरण निर्माण गर्नु कुन व्यवस्थापन अन्तर्गत पर्दछ? अप्सन क विविधता व्यवस्थापन, अप्सन ख द्वन्द्व व्यवस्थापन, अप्सन ग भाषिक व्यवस्थापन र अप्सन घ बसाइ व्यवस्थापन। समय सुरु हुन्छ। पक्कै पनि तपाईले यस प्रश्नको सही जवाफ अनुमान गरिसकेको हुनुपर्छ साथीहरु।
यस प्रश्नको सही जवाफ हो अप्सन क विविधता व्यवस्थापन। विविधता व्यवस्थापन। र थप जानकारीका लागि साथीहरू ख्याल गर्नुहोस्, यहाँ भाषिक व्यवस्थापन शिक्षकले सिकारुहरूको मातृभाषा सम्बन्धी जानकार भई आवश्यकता अनुसार अनुवाद गर्नु यो भाषिक व्यवस्थापन हो। त्यसै गरी विविधता व्यवस्थापन बालबालिकामा रहेको फरक फरक सृजनात्मक कला र क्षमताको पहिचान गरी त्यसको अनुकूल वातावरण निर्माण गर्नु यो विविधता व्यवस्थापन हो। त्यसै गरी बसाइ व्यवस्थापन विद्यार्थीहरूको बसाइ व्यवस्थापन विद्यार्थीहरूको बसाइ व्यवस्थापन गर्दा वाइ आकार, यु आकार, ओ आकार र भी आकारमा विद्यार्थीको बसाइ व्यवस्थापन गरियो भने एकदमै उत्तम मानिने गरिन्छ। अथवा वाइ, यु, ओ, भी आकारको बसाइ एकदमै प्राथमिकरणमा राख्न सक्यो भने एकदमै उत्तम मानिन्छ। अब हेरौँ अर्को प्रश्न नम्बर 29। शिक्षक पेशागत विकास प्रारूप परिमार्जित संस्करण 2080 कसले तयार गरेको हो? शिक्षक पेशागत विकास प्रारूप परिमार्जित संस्करण 2080 कसले तयार गरेको हो? अप्सन क शैक्षिक जनशक्ति विकास परिषद, अप्सन ख शिक्षा विकास तथा समन्वय इकाइ, अप्सन ग शिक्षा तथा मानव स्रोत विकास केन्द्र, अप्सन ग शैक्षिक तालिम केन्द्र। समय सुरु हुन्छ। शिक्षक पेशागत विकास प्रारूप परिमार्जित संस्करण 2080 कसले तयार गरेको हो भन्ने प्रश्नमा साथीहरू यस प्रश्नको सही जवाफ हो अप्सन क शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक पेशागत विकास प्रारूप परिमार्जित संस्करण 2080 तयार गरेको हो। र यसबारे थप जानकारीहरू हेर्नु साथीहरू। शिक्षक पेशागत विकास प्रारूप 2080 परिमार्जित संस्करण स्वीकृति चाहिँ 2080 कार्तिक 12 गते गरिएको थियो भने शैक्षिक जनशक्ति विकास परिषदले स्वीकृति गरेको हो। त्यसै गरी शिक्षक पेशागत विकास प्रारूप 2080 परिमार्जित संस्करण तयार गर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्र हो। शिक्षक पेशागत विकासको विधि चाहिँ 10वटा विधिहरू उल्लेख छन् साथीहरू। यसमा शिक्षक पेशागत विकास प्रारूप 2080 परिमार्जित संस्करणमा शिक्षक पेशागत विकासका तरिका अथवा विधिहरू 10वटा उल्लेख गरिएको छ। ख्याल गर्नुहोला साथीहरू। अब हेरौँ अर्को प्रश्न नम्बर 23। विश्वमा सबैभन्दा पहिला मोबाइल फोनको सुरुवात गर्ने राष्ट्र कुन हो? विश्वमा सबैभन्दा पहिला मोबाइल फोनको सुरुवात गर्ने राष्ट्र कुन हो? अप्सन क बेलायत, अप्सन ख चीन, अप्सन क अमेरिका र अप्सन ख फ्रान्स। समय सुरु हुन्छ। विश्वमा सबैभन्दा पहिला मोबाइल फोनको सुरुवात गर्ने राष्ट्र कुन हो भन्ने प्रश्नमा यस प्रश्नको सही जवाफ हुन्छ साथीहरू अप्सन क अमेरिका। अमेरिकाले विश्वमा सबैभन्दा पहिला मोबाइल फोनको सुरुवात गरेको थियो। र थप जानकारीका लागि साथीहरू ख्याल गर्नुहोस्, मोबाइल फोनको सुरुवात गर्ने राष्ट्र अमेरिका रहेको छ। मोबाइलको पिता भनेर मार्टिन कुपरलाई चिनिन्छ साथीहरू। र मोबाइल फोनको सुरुवात गर्ने कम्पनीको रूपमा चाहिँ मोटोरोला कम्पनी रहेको छ। र पहिला मोबाइल फोनलाई चाहिँ 0G भन्ने गरिन्थ्यो साथीहरू। 0G, जी भनेको जेनेरेसन हो। 0 जेनेरेसन भनेर पहिला मोबाइल फोनलाई भन्ने गरिन्थ्यो। र ह्यान्डसेट मोबाइल फोन चाहिँ 1992 सालदेखि सुरु भएको हो। हेरौँ अर्को प्रश्न नम्बर 31। कम्प्युटरको नियमित गतिविधिमा असर पार्ने प्रोग्राम भाइरसको प्रारूप के हुन्छ? कम्प्युटरको नियमित गतिविधिमा असर पार्ने प्रोग्राम भाइरसको प्रारूप के हुन्छ भन्ने प्रश्न छ। अप्सन भाइरल इन्फर्मेसन रिसोर्स अन्डर सेल रहेको छ। अप्सन खमा भाइटल इन्फर्मेसन रिसोर्स अन्डर सिज, अप्सन गमा चाहिँ भाइटल इन्स्ट्रक्सन रिसोर्स अन्डर सिज र अप्सन घमा भेरी इन्फर्मेसन रिसोर्स अन्डर सिज रहेको छ। समय सुरु हुन्छ साथीहरू। पक्कै पनि तपाईँले यस प्रश्नको सही जवाब अनुमान गरिसकेको हुनुपर्छ। कम्प्युटरको नियमित गतिविधिमा असर पार्ने प्रोग्राम भाइरसको प्रारूप के हुन्छ भन्ने प्रश्नमा यस प्रश्नको सही जवाब हुन्छ अप्सन ख भाइटल इन्फर्मेसन रिसोर्स अन्डर सिज। अप्सन ख सही जवाब रहेको छ साथीहरू। र थप जानकारीका लागि ख्याल गर्नुहोस्, यहाँ केही थप कम्प्युटर भाइरसहरू दिएको छ साथीहरू। एउटा वर्म रहेको छ, अर्को ट्रोजन हर्स रहेको छ, अनि क्रिपर रहेको छ र अन्य यस्तै थुप्रै भाइरसहरू पनि रहेका छन् साथीहरू, जसमध्ये मुख्य चाहिँ वर्म, ट्रोजन हर्स र क्रिपर यहाँ चाहिँ प्रस्तुत गरियो। साथीहरू ख्याल गर्नुहोला, यो क्रिपर भाइरस चाहिँ विश्वकै सबैभन्दा पहिलो भाइरस हो। क्रिपर भाइरस विश्वकै सबैभन्दा पहिलो भाइरस हो र यसको क्रिएट गर्ने मान्छे अथवा चाहिँ सिर्जना गर्ने मान्छे बब थमस हुन्। 1971 सालमा बब थमसले यो क्रिपर भाइरस चाहिँ सिर्जना गरेका थिए अथवा निर्माण गरेका थिए। अब हेरौँ अर्को प्रश्न नम्बर 32। कम्प्युटरमा प्रयोग गरिने सफ्टवेयर जियोजेब्रा तलका मध्ये कुन सफ्टवेयरभित्र पर्दछ? कम्प्युटरमा प्रयोग गरिने सफ्टवेयर जियोजेब्रा
तलका मध्ये कुन सफ्टवेयरभित्र पर्दछ? साथीहरू जियोजेब्रा यो चाहिँ शैक्षिक सफ्टवेयर हो। शैक्षिक पर्पजको लागि जियोजेब्रा सफ्टवेयर प्रयोग गर्ने गरिन्छ। अब यहाँ जियोजेब्रा तलका मध्ये कुन सफ्टवेयरभित्र पर्दछ भन्ने प्रश्न रहेको छ। अप्सन क मा रहेको छ टाइपिङ सफ्टवेयर, अप्सन ख मा रहेको छ कोलाबोरेटिभ सफ्टवेयर, अप्सन ग मा रहेको छ म्याथमेटिकल सफ्टवेयर र अप्सन घ मा रहेको छ ग्राफिक सफ्टवेयर। अब यी सफ्टवेयरहरूमा जियोजेब्रा चाहिँ कुन सफ्टवेयरभित्र पर्दछ भन्ने प्रश्नमा पक्कै पनि तपाईँले यस प्रश्नको सही जवाब अनुमान गरिसकेको हुनुपर्छ। यद्यपि यस प्रश्नको सही जवाब हुन्छ अप्सन ग म्याथमेटिकल सफ्टवेयर। साथीहरू म्याथमेटिकल सफ्टवेयर यो जियोजेब्रा प्रोग्राम चाहिँ म्याथमेटिकल सफ्टवेयरभित्र राख्ने गरिन्छ। सही जवाब अप्सन ग। थप जानकारीका लागि साथीहरू ख्याल गर्नुहोस्, विभिन्न सफ्टवेयरहरू रहेका छन् जस्तै लर्निङ म्यानेजमेन्ट सिस्टम सफ्टवेयर रहेको छ। यसमा चाहिँ मुडल, डिसिबो, इफ्रन्ट जस्ता प्रोग्रामहरू पर्दछन्। त्यसै गरी एजुकेसनल सफ्टवेयरभित्र चाहिँ स्कुलोजी, खान एकाडेमी जस्ता प्रोग्रामहरू पर्दछन्। त्यसै गरी कोलाबोरेटिभ सफ्टवेयरभित्र चाहिँ जुम, भाइबर, टेलिग्रामहरू पर्दछन्। त्यसै गरी ग्राफिक सफ्टवेयरभित्र चाहिँ फोटोसप, एमएस पेन्ट जस्ता प्रोग्रामहरू पर्दछन्। अब हेरौँ अर्को प्रश्न नम्बर 33। तलका मध्ये विद्युतीय यन्त्र कुन होइन भनिएको छ? तलका मध्ये विद्युतीय यन्त्र कुन होइन भनिएको छ? अप्सन क स्पिकर, अप्सन ख वेबसाइट, अप्सन ग स्मार्ट बोर्ड, अप्सन घ स्क्यानर। समय सुरु हुन्छ। तलका मध्ये विद्युतीय यन्त्र कुन होइन भन्ने प्रश्नमा स्पिकर, वेबसाइट, स्मार्ट बोर्ड र स्क्यानर मध्ये कुन होइन भनिएको छ? साथीहरू यस प्रश्नको सही जवाब हुन्छ अप्सन ख वेबसाइट। स्पिकर, स्मार्ट बोर्ड र स्क्यानर यी विद्युतीय यन्त्रहरू हुन् भने यो चाहिँ वेबसाइट चाहिँ एउटा प्रोग्राम हो। यी प्रोग्रामलाई चलाउनको लागि चाहिँ यन्त्रहरू चाहिन्छ, कम्प्युटरहरू चाहिन्छ, इन्टरनेट चाहिन्छ। यद्यपि यो चाहिँ यन्त्र नभएको कारण यो प्रोग्राम हो, सफ्टवेयर हो। तसर्थ अप्सन ख वेबसाइट सही जवाब हुन्छ। र थप जानकारीका लागि साथीहरू ख्याल गर्नुहोस्, यहाँ आइसिटीका केही सामग्रीहरू रहेका छन् जस्तै नोट किपिङ टुलहरूमा चाहिँ वान नोट, गुगल डक्स, गुगल ड्राइभहरू पर्दछ। त्यसै गरी प्रेजेन्टेसन टुलमा चाहिँ पावर पोइन्ट, पावरटन, गुगल स्लाइडहरू पर्दछन्। त्यसै गरी भर्चुअल सामग्रीमा जुम, गुगल मिट, गुगल क्लासरुमहरू पर्दछ। डिस्कसन टुलमा चाहिँ टेलिग्राम, भाइबर, वाट्सएपहरू पर्दछन्। मल्टिमिडिया एक्सेस टुलमा चाहिँ युट्युबलाई लिने गरिन्छ। अब हेरौँ अर्को प्रश्न नम्बर 34। फ्ल्यास रिपोर्टिङ सिस्टमबाट शैक्षिक तथ्याङ्कहरूको सङ्कलन गर्ने कार्यको थालनी कहिलेबाट गरिएको हो? फ्ल्यास रिपोर्टिङ सिस्टमबाट शैक्षिक तथ्याङ्कहरूको सङ्कलन गर्ने कार्यको थालनी कहिलेबाट गरिएको हो? अप्सन क विक्रम सम्वत 2073 साल, अप्सन ख विक्रम सम्वत 2063 साल, अप्सन ग विक्रम सम्वत 2075 साल र अप्सन ख विक्रम सम्वत 2061 साल। समय सुरु हुन्छ। पक्कै पनि तपाईँले यस प्रश्नको सही जवाब अनुमान गरिसकेको हुनुपर्छ। फ्ल्यास रिपोर्टिङ सिस्टमबाट शैक्षिक तथ्याङ्कहरूको सङ्कलन गर्ने कार्यको थालनी विक्रम सम्वत 2061 सालबाट गरिएको हो। तसर्थ अप्सन घ सही जवाब हुन्छ साथीहरू। विक्रम सम्वत 2061 साल सही जवाब। र थप जानकारीका लागि साथीहरू ख्याल गर्नुहोस्, फ्ल्यास रिपोर्टिङ सिस्टमको सुरुवात चाहिँ विक्रम सम्वत 2061 सालबाट गरिएको हो। यो फ्ल्यास 1 जेठ 7 गते र फ्ल्यास 2 चाहिँ चैत्र 23 मा भर्नुपर्ने प्रावधान रहेको छ। एक्सेलमा आधारित इमेज चाहिँ विक्रम सम्वत 2072 सालबाट सुरु गरिएको हो भने विद्युतीयमा आधारित इमेज चाहिँ 2073 सालबाट। र साथीहरू अहिलेको प्रयोगमा भएको वेबसाइटमा आधारित इमेज रहेको छ। विक्रम सम्वत 2075 सालबाट चाहिँ यो वेबसाइटमा आधारित इमेजको सुरुवात गरिएको हो। अब हेरौँ अर्को प्रश्न नम्बर 35। तलका मध्ये कुन क्रियाकलाप गरेमा 1 लाख रुपैयाँ जरिवाना वा 2 वर्षसम्म जेल सजाय हुने वा दुवै सजाय हुन सक्ने साइबरएनमा उल्लेख छ भन्ने प्रश्न रहेको छ। तलका मध्ये कुन क्रियाकलाप गरेमा 1 लाख रुपैयाँ जरिवाना, 2 वर्ष जेल वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको छ भन्ने प्रश्नमा यहाँ अप्सनहरू रहेको छ। कम्प्युटरको सामग्रीमा अनाधिकृत पहुँच गरेमा, अप्सन खमा कसैको गोपनीयता भङ्ग गरेमा, अप्सन ग विद्युतीय रूपमा गैर कानुनी कुरा प्रकाशन गरेमा र अप्सन घ कम्प्युटर वा सूचना प्रणालीमा क्षति गरेमा। यी 4वटा क्रियाकलापमध्ये कुन क्रियाकलाप गर्नुभयो भने तपाईँलाई 1 लाख रुपैयाँ जरिवाना वा 2 वर्षसम्मको जेल सजाय वा दुवै हुन सक्ने प्रावधान साइबरएनमा उल्लेख छ भन्ने प्रश्नमा साथीहरू पक्कै पनि तपाईँले अनुमान गरिसकेको हुनुपर्छ। यस प्रश्नको सही जवाब हुन्छ साथीहरू अप्सन ख गोपनीयताको भङ्ग गरेमा। यदि कसैले कसैको गोपनीयता भङ्ग गर्दछ भने 1 लाख रुपैयाँ जरिवाना वा 2 वर्षसम्मको जेल सजाय वा दुवै हुन सक्ने प्रावधान रहेको छ। र यसबारे थप जानकारीहरू हेर्नुहोस्।
साइबर ऐन 2061 अनुसार कम्प्युटरका सामग्रीमा अनधिकृत पहुँच गरेमा 2 लाख रुपियाँ जरिवाना, 3 वर्ष जेल वा दुवै सजाय हुन सक्छ। त्यसै गरी विद्युतीय रूपमा गैर कानुनी कुरा प्रकाशन गरेमा 1 लाख रुपियाँ जरिवाना, 5 वर्ष जेल वा दुवै सजाय हुन सक्छ। कम्प्युटर र सूचना प्रणालीमा क्षति गरेमा चाहिँ 2 लाख रुपियाँ जरिवाना, 3 वर्ष जेल वा दुवै सजाय हुन सक्नेछ। अब हेरौँ साथीहरू अर्को प्रश्न नम्बर 36। प्रश्न नम्बर 36, तलका मध्ये कुन मौलिक हक सङ्कटकालमा पूर्ण रूपमा निलम्बन हुन सक्नेछ? तलका मध्ये कुन मौलिक हक सङ्कटकालमा पूर्ण रूपमा निलम्बन हुन सक्नेछ भन्ने प्रश्न रहेको छ। अप्सन क शिक्षाको हक, अप्सन ख समानताको हक, अप्सन ग सम्पत्तिको हक र अप्सन घ महिलाको हक। समय सुरु हुन्छ। तलका मध्ये कुन मौलिक हक सङ्कटकालमा पूर्ण रूपमा निलम्बन हुन सक्नेछ? साथीहरू यस प्रश्नको सही जवाब हो अप्सन ग सम्पत्तिको हक। यो हक चाहिँ सङ्कटकालमा पूर्ण रूपमा निलम्बन हुन सक्छ साथीहरू। र अन्य निलम्बन हुने हकहरू चाहिँ यस प्रकार रहेका छन् साथीहरू, ख्याल गर्नुहोला। सङ्कटकालमा पूर्ण रूपमा निलम्बन हुन सक्ने केही हकहरू रहेका छन्। धारा 23 मा रहेको हक निवारक नजरबन्द विरुद्धको हक, यो हक पनि निलम्बन हुन सक्छ। त्यसै गरी धारा 25 मा रहेको हक सम्पत्तिको हक, यो सम्पत्तिको हक निलम्बन हुन सक्छ। धारा 27 मा रहेको हक सूचनाको हक, यो हक पनि निलम्बन हुन सक्छ। धारा 28 मा रहेको हक गोपनीयताको हक पनि निलम्बनमा पर्न सक्छ साथीहरू। त्यसै गरी धारा 33 मा रोजगारीको हक रहेको छ, यो रोजगारीको हक पनि निलम्बनमा पर्न सक्छ। त्यसै गरी धारा 34 मा श्रमको हक पनि साथीहरू सङ्कटकालमा पूर्ण रूपमा निलम्बन हुन सक्छ। धारा 37 मा रहेको छ आवासको हक, यो आवासको हक पनि निलम्बन हुन सक्छ साथीहरू। त्यसै गरी धारा 44 मा रहेको छ उपभोक्ताको हक, यो उपभोक्ताको हक पनि सङ्कटकालमा पूर्ण रूपमा निलम्बन हुन सक्नेछन्। यसै गरी 8 वटा हकहरू रहेका छन् साथीहरू। निवारक नजरबन्द विरुद्धको हक, सम्पत्तिको हक, सूचनाको हक, गोपनीयताको हक, रोजगारीको हक, श्रमको हक, आवासको हक र उपभोक्ताको हक, यी 8 वटा हकहरू सङ्कटकालमा पूर्ण रूपमा निलम्बन हुन सक्नेछन्। अब हेरौँ अर्को प्रश्न नम्बर 37। शिक्षा ऐन 2028 अनुसार सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा कतिजना सदस्य अभिभावकले छनौट गरी पठाउने गर्दछन् भन्ने प्रश्न रहेको छ साथीहरू। अप्सन क 2 जना, अप्सन ख 5 जना, अप्सन ग 7 जना, अप्सन घ 4 जना रहेको छ साथीहरू। समय सुरु हुन्छ। शिक्षा ऐन 2028 अनुसार सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा कतिजना सदस्यलाई अभिभावकले छनौट गरी पठाउने गर्दछन् भन्ने प्रश्न छ। यस प्रश्नको सही जवाब हो अप्सन घ 4 जना। अभिभावकले 4 जना सदस्यलाई छनौट गरी पठाउने गर्दछन् साथीहरू। त्यसै गरी थप जानकारीका लागि साथीहरू ख्याल गर्नुहोस्। सामुदायिक विद्यालय व्यवस्थापन समितिमा अभिभावकले छानी पठाएको चाहिँ 4 जना रहेका छन्। त्यसै गरी सम्बन्धित विद्यालय रहेको वडा अध्यक्ष वा समितिले मनोनयन गरी पठाएको सदस्य चाहिँ 1 जना हुने गर्दछन्। बुद्धिजीवी शिक्षाप्रेमी चन्दादाटबाट विद्यालय व्यवस्थापन समितिले मनोनयन गरी 1 महिला सहित चाहिँ 2 जनालाई चाहिँ मनोनित गरेर ल्याउने गर्दछ साथीहरू। त्यसै गरी विद्यालयको शिक्षकहरूबाट छानी पठाएको शिक्षक 1 जना हुन्छन्। त्यसै गरी विद्यालयको प्रधानाध्यापक सदस्य सचिवको रूपमा कार्य गर्दछन्। यसरी विद्यालय व्यवस्थापन समितिमा जम्मै 9 जना सदस्य हुने गर्दछन् साथीहरू। अब हेरौँ अर्को प्रश्न नम्बर 38। शिक्षा नियमावली 2059 को नवौं संशोधन कहिले भएको हो? शिक्षा नियमावली 2059 को नवौं संशोधन कहिले भएको हो? अप्सन क विक्रम सम्वत 2070 गते, अप्सन ख विक्रम सम्वत 2077 फागुन 30 गते, अप्सन ग विक्रम सम्वत 2077 चैत्र 3 गते र अप्सन घ विक्रम सम्वत 2077 चैत्र 30 गते। समय सुरु हुन्छ। शिक्षा नियमावली 2059 को नवौं संशोधन कहिले भएको हो भन्ने प्रश्नमा यस प्रश्नको सही जवाब साथीहरू अप्सन क 2077 फागुन 3 गते शिक्षा नियमावली 2059 को नवौं संशोधन भएको थियो। र थप जानकारीका लागि साथीहरू ख्याल गर्नुहोस्। शिक्षा नियमावली 2059 यो राजपत्रमा प्रकाशन 2059 जेठ 16 गते भएको थियो भने शिक्षा ऐन 2028 को दफा 19 ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले नियम बनाएको हो। यसमा चाहिँ 33 परिच्छेद 195 नियम र 23 अनुसूचीहरू रहेका छन् साथीहरू। शिक्षक छनौट सम्बन्धी व्यवस्था चाहिँ नियम 96 को क मा रहेको छ साथीहरू। त्यसै गरी विद्यालयले पालना गर्नुपर्ने शर्तहरू
16वटा शर्तहरू रहेका छन्। त्यो शर्तहरू नियम 6 मा उल्लेख छन्। अब हेरौँ अर्को प्रश्न। प्रश्न नम्बर 39। शिक्षक सेवा आयोग नियमावली 2057 अनुसार अध्यापन अनुमति पत्र लिनका लागि उम्मेदवार हुन नसक्ने आधारहरू कतिवटा रहेका छन् भन्ने प्रश्न रहेको छ साथीहरू। अप्सन क 5 वटा, अप्सन ख 7 वटा, अप्सन ग 9 वटा र अप्सन घ 11 वटा। समय सुरु हुन्छ। शिक्षक सेवा आयोग नियमावली 2057 अनुसार अध्यापन अनुमति पत्र लिनका लागि उम्मेदवार हुन नसक्ने आधारहरू कतिवटा रहेका छन् भन्ने प्रश्नमा यस प्रश्नको सही जवाब हो अप्सन ख 7 वटा साथीहरू। 7 वटा उम्मेदवार हुन नसक्ने आधारहरू रहेका छन्। आधारहरू के हुन् यहाँ ख्याल गर्नुहोस् है त। अध्यापन अनुमति पत्रको लागि उम्मेदवार हुन नसक्ने आधारहरू एउटा गैर नेपाली नागरिक रहेको छ भने यो अध्यापन अनुमति पत्रको लागि चाहिँ उम्मेदवार हुन पाउँदैन। 18 वर्ष उमेर पुगेको छैन भने पनि पाउँदैन। त्यसैगरी मगज बिग्रिएको छ भने पाउँदैन। नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको व्यक्ति छ भने पनि अध्यापन अनुमति पत्रको लागि उम्मेदवार हुन सक्दैन। त्यसैगरी भविष्यमा सरकारी नोकरी वा शिक्षक सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको छ भने त्यस्ता व्यक्ति पनि अध्यापन अनुमति पत्रका लागि उम्मेदवार हुन पाउँदैन। नियम 9 बमोजिम शैक्षिक योग्यता नभएको व्यक्ति छ भने त्यसले पनि पाउँदैन। अनि नियम 9 बमोजिम तालिम नलिएको छ भने ती व्यक्ति पनि अध्यापन अनुमति पत्रको लागि उम्मेदवार हुन पाउँदैन। र अब नियम 9 बमोजिम तालिम के कस्ता तालिम अथवा योग्यता के हुन् साथीहरू यहाँ ख्याल गर्नुहोस् है त। नियम 9 बमोजिमको तालिम नलिएको भनेको प्राथमिक विद्यालयको शिक्षाका लागि माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा वा सोसरह परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा 10 महिने तालिम लिएको हुनुपर्दछ। त्यसैगरी निम्न माध्यमिक विद्यालयको शिक्षाका लागि सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र वा सोसरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा 10 महिने तालिम लिएको हुनुपर्दछ। माध्यमिक विद्यालयको शिक्षाका लागि सम्बन्धित विषयमा स्नातक तह वा सोसरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा 10 महिने तालिम लिएको हुनुपर्दछ। साथीहरू अहिले हालको लागि प्राथमिक तह र निम्न माध्यमिक तहको लागि एउटै योग्यता निर्धारण गरिएको छ 12 पास भने साथीहरू 12 पास गर्नुभएको छ भने मात्रै प्राथमिक तह तथा निम्न माध्यमिक तहको लागि अध्यापन अनुमति पत्रका लागि उम्मेदवार हुन सक्नुहुनेछ अथवा शिक्षक सेवाको लागि उम्मेदवार हुन सक्नुहुनेछ। माध्यमिक तहको लागि चाहिँ ब्याचलर अथवा सम्बन्धित विषयमा 10 महिने तालिम लिनुभएको छ भने पनि अध्यापन अनुमति पत्रको लागि उम्मेदवार हुन सक्नुहुनेछ। प्रश्न नम्बर 40। स्थानीय सरकार सञ्चालन ऐन 2074 को कति दफामा वडा समितिको काम कर्तव्य र अधिकार उल्लेख छ भन्ने प्रश्न रहेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार कति दफामा वडा समितिको काम कर्तव्य र अधिकार उल्लेख गरिएको छ? दफा 11, दफा 12, दफा 26 अनि दफा 30 भनिएको छ। समय सुरु हुन्छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 को कति दफामा वडा समितिको काम कर्तव्य र अधिकार उल्लेख छ साथीहरू? यस प्रश्नको सही जवाब हो अप्सन ख। अप्सन ख सही जवाब रहेको छ। दफा 12 मा वडा समितिको काम कर्तव्य र अधिकार उल्लेख छ भने दफा 11 मा चाहिँ गाउँपालिका तथा नगरपालिकाको काम कर्तव्य र अधिकारहरू उल्लेख छन्। र यसबारे थप जानकारीहरू हेर्नु साथीहरू। स्थानीय सरकार सञ्चालन ऐन 2074 को प्रमाणीकरण तथा प्रकाशन 2074 असोज 29 गते भएको थियो भने नेपालको संविधानको धारा 296 को उपधारा 1 बमोजिमको व्यवस्थापिका संसदले यो ऐन बनाएको हो। त्यसैगरी यो स्थानीय सरकार सञ्चालन ऐन 2074 मा जम्मा 15 वटा परिच्छेद रहेका छन्, 121 वटा दफाहरू र 2 वटा चाहिँ अनुसूचीहरू रहेका छन्। परिच्छेद 3 को दफा 11 मा गाउँपालिका तथा नगरपालिकाको काम कर्तव्य र अधिकार दिएको छ भने दफा 12 मा वडा समितिको काम कर्तव्य र अधिकार उल्लेख छ। त्यसैगरी दफा 11(2) को ज मा आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धी अधिकारहरू उल्लेख छन्। अब हेरौँ अर्को प्रश्न। प्रश्न नम्बर 41। निगमन विधिका प्रतिपादक को हुन्? निगमन विधिका प्रतिपादक को हुन्? अप्सन क प्लेटो, अप्सन ख सुक्रात, अप्सन ग अरस्तु र अप्सन घ वुडवर्थ। समय सुरु हुन्छ। निगमन विधिका प्रतिपादक को हुन् भन्ने प्रश्नमा यस प्रश्नको सही जवाब हो साथीहरू अप्सन ग अरस्तु। अरस्तु निगमन विधिका प्रतिपादक हुन्। थप जानकारीका लागि साथीहरू ख्याल गर्नुहोस्। कुन विधिका प्रतिपादक हो? प्लेटो छलफल विधिका प्रतिपादक हुन्। त्यसैगरी सुक्रात प्रश्नोत्तर विधिका प्रतिपादक हुन्। त्यसैगरी अरस्तु निगमन विधिका प्रतिपादक हुन्। वुडवर्थ चाहिँ प्रश्नावली विधिका प्रतिपादक हुन् भने किलप्याट्रिक
परियोजना विधिका प्रतिपादक हुन्। अब हेरौँ अर्को प्रश्न नम्बर 42। विश्व बैंकमा जम्मा कतिवटा संस्थाहरू समावेश छन्? विश्व बैंकमा जम्मा कतिवटा संस्थाहरू समावेश छन् भन्ने प्रश्न रहेको छ साथीहरू। अप्सन क 4 वटा, अप्सन ख 5 वटा, अप्सन ग 6 वटा र अप्सन घ 7 वटा भन्ने प्रश्नमा विश्व बैंकमा जम्मा कतिवटा संस्थाहरू आबद्ध छन् भन्ने प्रश्नमा यस प्रश्नको सही जवाब हो अप्सन ख 5 वटा सही जवाब रहेको छ। छोटा संस्थाहरू विश्व बैंकमा आबद्ध रहेका छन् साथीहरू। र ती 5 वटा संस्थाहरू के हुन् थप जानकारीका लागि ख्याल गर्नुहोस्। विश्व बैंकमा अन्तर्राष्ट्रिय पुनर्निर्माण र विकास बैंक एउटा रहेको छ IBRD, त्यसरी नै अन्तर्राष्ट्रिय विकास सङ्घ IDA, त्यसै गरी अन्तर्राष्ट्रिय वित्त निगम IFC, बहुपक्षीय लगानी ग्यारेन्टी एजेन्सी MIGA, अनि त्यसै गरी लगानी विवाद समाधानका लागि अन्तर्राष्ट्रिय केन्द्र ICSID। यसरी यी 5 वटा संस्थाहरू विश्व बैंकमा आबद्ध रहेका छन्। साथीहरू आजको सेसनमा हामी शिक्षक सेवा आयोग, प्राइभेट, निमावि तथा माध्यमिक तहलाई सोध्न सकिने अति सम्भावित पाठ्यक्रम आधारित सामान्य ज्ञान परीक्षाका लागि अति नै उपयोगी मोडेल सेट 16 जोड्ने प्रयास गऱ्यौँ। यस सेटमा आइक्यूको प्रश्न बाहेक 42 वटा प्रश्नहरू राख्ने प्रयास गरेका थियौँ साथीहरू। 42 वटा प्रश्न भए तापनि करिब 150 भन्दा बढी जानकारीमूलक विषयवस्तुहरूलाई जोड्ने प्रयास गरेका थियौँ। आजको सेसन तपाईँलाई जे जस्तो लाग्यो तितो मिठो प्रतिक्रिया दिन नबिर्सिनुहोस् र यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया यस च्यानललाई लाइक, सब्सक्राइब, सेयर, कमेन्ट गर्न नबिर्सिनुहोस् र यस्तै भिडियोहरूको नोटिफिकेसन पाउनको लागि साथमा रहेको बेल आइकनको अलमा क्लिक गर्न पनि नबिर्सिनुहोस् भन्दै आजको यो सेसनबाट म बिदा हुन चाहन्छु। अर्को सेसन सेट 17 लिएर पक्कै उपस्थित हुनेछु। हस् त, धन्यवाद।